केही राजाहरू केही प्रमुख राजाहरूको बारेमा पनि के गर्नु पर्यो पढ्नु पर्यो है केही राजाहरूको बारेमा पनि थाहा हुनु पर्यो है केही राजा बारे है केही राजाहरूको काम अर्थात शासन व्यवस्था बारे है केही राजाहरूको काम शासन व्यवस्था बारे पनि के हुनु पर्यो थाहा हुनु पर्यो है भयो जस्तै 1 नम्बरमा आउनुस् त क नम्बरमा जस्तै पहिला लेख्नुस् त टपिक ल क नम्बरमा आउनुस् है सुपुष्प कुन राजा सुपुष्प राजा है अनौठो नाम छ सिधै है सुपुष्प हुन्छ है सुपुष्प है सुपुष्प राजाको नाम है सुपुष्प यदि पुष्पराज होइन है सुपुष्प के भनिन्छ उहाँलाई आदि पुरुष भनेर चिनिन्छ के भनेर चिनिन्छ आदि पुरुष भनेर चिनिने राजा कुन हो चिनिने आदि पुरुष भनेर चिनिने राजा तपाईहरुको इक्जाममा सोध्छ आदि पुरुष भनेर चिनिने राजा कुन हो सुपुष्प धेरै पल्ट सोधेको छ है अर्को वर्ण व्यवस्थाको सुरुवात गर्ने के वर्ण व्यवस्था को सुरुवात गर्ने राजा को हुन् हो सुपुष्प हुन् सुरुवात गर्ने राजा को हुन् सुपुष्प हुन् है त्यसपछि राज्यमा मर्यादा कायम गर्ने राजा हुन् कायम गर्ने राजा राज्यमा के मर्यादा कायम गर्ने राजा पनि को हुन् सुपुष्प हुन् पशुपतिनाथको देवल बनाउने पनि राजा को हुन् सुपुष्प हुन् पशुपति जानुभएछ है 4वटा देवलहरु छ है देवल बुझ्नुहुन्न राइट लेफ्ट जस्तै यो रुमको देवल के भयो वाल बुझ्नुस् न है पशुपतिनाथको देवल बनाउने राजा को हुन् सुपुष्प नै हुन् पशुपतिनाथको देवल बनाउने पनि राजा को हुन् सुपुष्प है देख्नुस् भनेको यति कुरा जान्ने है अर्को राजा आउनुस् त जस्तै बसन्त देव है बसन्त देव है दौवीय शासनको सुरुवात गर्ने राजा हुन् के दौवीय शासन व्यवस्था को सुरुवात गर्ने राजा धेरै पल्ट सोधेको छ है दौवीय शासन व्यवस्थाको सुरुवात गर्ने राजा को हुन् बसन्त देव है अर्को कुरा पनि यहाँ थिए बसन्त देव स्वास्ती नेपाल पनि
यो शब्द भनेका थिए। कुन कुन राजाले भनेका थिए स्वास्नी नेपाल? वसन्तदेव। स्वास्नी नेपालको अर्थ के हुन्छ? नेपालको कल्याण होस्, नेपालको कल्याण होस्। यसको अर्थ के हुन्छ? नेपालको कल्याण होस् भनेर भनिने राजा को थिए? वसन्तदेव। द्रव्य शासन व्यवस्थाको पनि सुरु गर्ने राजा पनि यही थिए। त्यसपछि मानदेव। कुन राजा? ग नम्बरमा आउनुहोस्। मानदेव, राइट? पहिले यो गर्नुहोस् त, सार्नुहोस् त स्टाफ। अर्को राजा के आउनुहोस्? मानदेव। मानदेवले के गरे पहिला है? मानदेवको बुवाको नाम के थियो? धर्मदेव थियो। के थियो? धर्मदेव। याद राख्नुलाई। मानदेवको बुवाको नाम एकचोटि सोधेको छ है। उहाँको बुवाको नाम धर्मदेव के थियो? धर्मदेव थियो है मानदेव। अब बुझ्नुस् मानदेवले के गरे? मानदेवले के गरे? मानदेवले सबभन्दा पहिला के गरे? एउटा गृह बनाए। के बनाए? गृह बन्यो के? बस्नको लागि घर बनाए। के बनाए? बस्नको लागि घर बनाए। मान गृह बनाए। के बनाए? मान गृहको निर्माण गरे। मान गृहको निर्माण गरे है। मान गृहको निर्माण गर्ने राजा को हुन्? मानदेव हुन्। यस्तो छ क्वेशन। त्यसपछि मान गृह भएपछि के गर्नु पर्यो? घर कहाँ बनाउने फेरि त? कुनै त एउटा बस्ती चाहियो नि। एउटा बस्ती बसाले। के बसाले? बस्ती बसाले। एउटा टोल जस्तो, छिमेकी जस्तो है, बस्ती बसाले। कहाँ बसाले? गोकर्णमा बस्ती बसाले है। मानदेवले के गरे? गोकर्णमा बस्ती बसाले। बस्ती बसाले है। गोकर्णमा बस्ती बसाले। तपाईहरुको इक्जाममा सोध्छ गोकर्णमा बस्ती बसाउने राजा को हुन्? मानदेव है। अब मानगृह पनि भयो, गोकर्णमा बस्ती पनि बसाउनु भयो है। अब घर भयो भने पूजा गर्नका लागि त चाहियो नि के है? एउटा मन्दिरको निर्माण गर्ने। के गरे? मन्दिर। कुन मन्दिर? चाङ्गु नारायण मन्दिरको निर्माण गरे। सुन्नु भएको होला, 8-9 क्लासमा पढ्नु पनि भएको होला। चाङ्गु नारायण मन्दिरको निर्माण गरे। चाङ्गु नारायण मन्दिरको निर्माण गरे। चाङ्गु नारायण मन्दिरको के गरे? निर्माण गरे। कसले गरे? मानदेवले गरे। अब मानदेवले चाङ्गु नारायणको मन्दिर निर्माण गरेपछि के गर्नु पर्यो? पूजा त गर्नु पर्यो नि। रुपैयाँ पैसा चढाउनु पर्यो कि परेन? पर्यो नि। तब नि भगवान खुश हुनुहुन्छ। रुपैयाँ पैसा चढाउनुहुन्छ भने है। त के गरे मानदेवले? मनाङ नामक मुद्रा निर्माण गरे। के गरे? मनाङ। उहाँले निर्माण गरेको मुद्रा कुन हो? मनाङ। के हो? मनाङ। मनाङ नामक नामको मुद्रा निर्माण गरे है। मनाङ नामको मुद्रा के गरे? निर्माण गरे है। यसभित्र लेख्नु होला, स्टार नदिए है। ल मनाङ नामको मुद्रा निर्माण गरे। अब मुद्रा पनि निर्माण गरिसके, गृह पनि बनाइसके है, बस्ती पनि बसालिसके है, मन्दिर पनि निर्माण गर्न सकिने। मात्र मन्दिर भएर हुन्छ? मन्दिरभित्र के को पूजा गर्ने? त्यो पनि थाहा हुनु पर्यो नि कुन भगवानको। त नाग र वासुकीको पूजा गर्ने चलन चलाए। नाग र वासुकीको। त्यो पनि नाग र वासुकीको पूजा गर्ने वासुकीको पूजा गर्ने चलन चलाए। कसले?
मानदेवले गरे है। नाग र वासुकीको पूजा गर्ने चलन कसले चलाए? मानदेवले चलाए। अब हेर्नुस् त यति गरे है। मानदेव भनेको लिच्छवी कालको है अत्यन्त र प्रभावकारी राजा थिए। के थिए? अत्यन्त र प्रभावकारी राजा थिए है। राम्रो विचारका पनि थिए। धेरै उहाँले काम गरेका थिए जनताहरूप्रति है। सकारात्मक सद्भाव राखेका थिए। बुझ्नु भइरहेछ? यति काम गरेर धेरै पनि उहाँको व्यवहार पनि राम्रो भएर आफ्नो जनताप्रति आफ्नो शासन व्यवस्थाप्रति है। त्यसैले उहाँलाई नेपालको इतिहासमा पहिलो प्रामाणिक राजाको रूपमा चिनिन्छ। प्रामाणिक भनेको उहाँले धेरै काम गरेका थिए। प्रामाणिक भनेको कुनै काम गर्नुभयो है तपाईको प्रमाणको रूपमा रहन्छ। के को रूपमा रहन्छ? प्रमाणको रूपमा रहन्छ है। केही विकास गर्नुभयो, केही काम गरिदिनु भयो त कसले भन्छ यो फलाना मान्छेले के गरेछ बनाएको छ है। उहाँले दिएको के हो? उपहार हो है। उहाँले दिएको योगदान हो हैन? त्यस्तो यहाँले धेरै काम गरेका थिए मानदेवले है। उहाँलाई के भन्छौँ हामी? प्रामाणिक राजा भनेर पनि चिन्छौँ। धेरैपल्ट क्वेशन सोधेको छ नेपालको इतिहासमा प्रामाणिक राजा भनेर कुन राजालाई हामी चिनेका छौँ? मानदेवलाई चिन्छौँ। त्यो पनि कुरा राख्नुहोस्। प्रामाणिक राजा भनेर चिनिने है। प्रामाणिक राजा भनेर चिनिने कुन? मानदेव है। ल यति भयो। ल अब आउनु छ अंशु वर्मा। अंशु वर्मा राजा है। राजा अंशु वर्मा। अंशु वर्मा पनि के थिए? उहाँ पनि राजा थिए। शिवदेवको के भान्जा? के शिवदेवको भान्जा थिए को? अंशु वर्मा। शिवदेवले आफ्नो शासन व्यवस्था कसलाई सौंपेका थिए? अंशु वर्मालाई सौंपेका थिए। उहाँको के थिए? भान्जा थिए है। अब अंशु वर्माले के गरे? महाराज धिराजको पदवी धारण गर्ने है। महाराज धिराज पदवी धारण गर्ने राजा। धारण गर्ने राजा कुन? अंशु वर्मा। महाराज धिराजको पदवी धारण गर्ने राजा। युवराज धिराजको घोषणा गर्ने। युवराज धिराजको के घोषणा गर्ने राजा पनि कुन? अंशु वर्मा नै हुन्। के हुन्? अंशु वर्मा नै हुन्। पशुपतिनाथलाई राज्य मर्यादा कायम गर्ने। पशुपतिनाथलाई राज्य मर्यादा कायम गर्ने। मर्यादा दिने, काम गर्ने भनौँ या दिने राजा कुन? अंशु वर्मा नै हुन् है। त्यसपछि उहाँ चाहिँ अंशु वर्मा कुन वंशका थिए? ठकुरी वंशका थिए। कुन वंशका थिए? ठकुरी वंशका थिए। उहाँ चाहिँ हिन्दू धर्म, हिन्दू र बौद्ध के दुवै मान्ने, के दुवै मान्ने राजा हुन्। बुझ्नु भइरहेछ? हिन्दू पनि धर्म मान्ने गर्थे अनि बौद्ध धर्म पनि मान्ने गर्थे। कसले? अंशु वर्माले। बुझ्नु भइरहेछ? त्यति मात्र नभएर बालकको नाल साल काट्ने। बालकको नाल साल काट्ने चलन चलाउने। के चलन चलाउने राजा। धेरैपल्ट यो सोधेको छ के बालकको नाल साल काट्ने राजा कुन?
वर्मा हुन् है। यति मात्र नभएर है यो भयो, बुझ्नुहोस् त, बालकको नालसाल काट्ने राजा पनि को हुन्? अंशु वर्मा नै हुन्। भयो। बालनालको सालनाल काट्ने राजा को थिए? चलन चलाउने अंशु वर्मा नै थिए। अंशु वर्मा चाहिँ बुलम्बुमा बस्ती बसाएका थिए। कहाँ? बुलम्बुमा बस्ती बसाउने राजा, बस्ती बसाउने राजा, बस्ती बसाउने राजा को हुन्? अंशु वर्मा हुन् है। बुलम्बुमा बस्ती बसाउने राजा भएर जान्छ। बुलम्बुमा बस्ती बसाउने राजा को हुन्? अंशु वर्मा हुन्। अनि अंशु वर्माले पनि के गरेका थिए? जानुस्, अंशु वर्माले पनि के गरेका थिए? मुद्रा निर्माण गरेका थिए। वैष्णव नामक मुद्रा, वैष्णव नामको मुद्रा। मुद्रा निर्माण गरेका थिए। निर्माण कसले गरेका थिए? अंशु वर्माले गरेका थिए है। अरु त्यसपछि अभिमानी, अभिमानी राजा भनेर पनि चिनिन्छ। कसलाई? हो, चिनिने राजा को हुन्? अंशु वर्मा हुन्। यति मात्र नभएर शब्द विधा ग्रन्थको रचना गर्ने राजा पनि को हुन्? अंशु वर्मा हुन् है। शब्द विधाको, शब्द विधा ग्रन्थको हो, शब्द विधा ग्रन्थको रचना गर्ने राजा पनि को हुन्? अंशु वर्मा हुन्। शब्द विधा ग्रन्थको रचना गर्ने अंशु वर्मा नै हुन्। हिँड्नु भइरहेछ। अब आउनुहोस्, अब अंशु वर्माले के गरे? आफ्नो उहाँ चाहिँ सिउँदेले आफ्नो के भान्जीलाई दिएका थिए हैन शासन व्यवस्था। अंशु वर्माले फेरि अंशु वर्माले केही आफ्नो शासन व्यवस्था चलाए है। चलाएपछि उहाँले पनि आफ्नो शासन व्यवस्था सोही वंशलाई के गरे? गरेका थिए है। उहाँले पनि अरूलाई पनि आफ्नो शासन व्यवस्था गरेका थिए, दिएका थिए। बुझ्नु भइरहेछ? कसलाई दिएका थिए? उदयदेवलाई दिएका थिए। कसलाई? उदयदेवलाई। सोही वंशका थिए। उहाँ पनि के वंशका थिए? अंशु वर्मा नै जुन वंशको हुनुहुन्छ उहाँ पनि त्यही वंशका थिए। आफ्नो शासन व्यवस्था कसलाई दिएका थिए? उदयदेवलाई। तपाईँको इक्जाममा सोध्छ अनि सोधेको पनि छ। सोही वंशलाई आफ्नो शासन व्यवस्था हस्ताक्षर गर्ने राजा को हुन्? अंशु वर्मा हुन्। यो पनि देख्नुस् है। सोही वंशलाई आफ्नो शासन, आफ्नो शासन व्यवस्था हस्ताक्षर गर्ने, हस्ताक्षर गर्ने राजा को हुन्? अंशु वर्मा नै हुन् है। अब उदयदेवलाई के गरेका थिए? शासन व्यवस्था दिएका थिए है। उहाँले अंशु वर्माले आफ्नो शासन व्यवस्था कस्तो सार गरेका थिए? उदयदेवले। तर उदयदेवले आफ्नो शासन व्यवस्था राम्रोसित चलाउन सकेन है। केही चीनबाट तिब्बतहरूले के गरेका थिए? आक्रमण पनि गरेका थिए। केही तथ्यहरू पाइन्छ है। आफ्नो शासन व्यवस्था राम्रोसँग चलाउन सकेन। त्यही भएर उदयदेवले कहाँ गएका थिए? तिब्बतमा शरण लिन गएका थिए। कहाँ गएका थिए? तिब्बतमा शरण लिन गएका थिए। धेरै पल्ट सोधेको छ। तिब्बतमा गएर शरण लिने राजा को हुन्? उदयदेव हुन् है।
उदयदेवमा लेख्नुहोस् त। तिब्बतमा शरण लिने, तिब्बतमा शरण लिने राजा कुन? उदयदेव है। उहाँ चाहिँ को थिए? नरेन्द्र देवको बुवा, नरेन्द्र देवको बुवा, नरेन्द्र देवको बुवा थिए को? उदयदेव है। फेरि शरण लिएपछि फेरि फर्केका पनि थिए आफ्नो के उपत्यकामा, के काठमाडौँ उपत्यका नेपाल देशमा के गरेका थिए? उदयदेवले फर्केका थिए। अनि फेरि उदयदेवले गुमाएको शासन व्यवस्था कसको हातमा गयो? उनका छोरा नरेन्द्र देवले गयो। तिब्बतमा शरण लिन गए, आफ्नो शासन व्यवस्था छोडेका थिए, छोडेपछि अब शासन व्यवस्था कसले चलाउने? तो उनका छोराले सम्हालेका थिए। को थिए उस छोरा? उनका नरेन्द्र देव थिए। बुझ्नु भइरहेछ? अब नरेन्द्र देवको बारेमा के भन्नु है? यति भयो? लास्टै छ है, भयो यति? राजा बन्नु त धेरै छन्। भिभिआई राजा हामी पढिरहेछौँ है। को राजा? भिभिआई राजाहरू पढिरहेछौँ। ठिक छ। अरू कति नम्बर? 6 नम्बर 6। नरेन्द्र देव, नरेन्द्र देव कसको छोरा थिए? उदयदेवको छोरा, उदयदेवको छोरा थिए। बुझ्नु भइरहेछ? बुवाले गुमाएको, बुवाले गुमाएको शासन व्यवस्था, बुवाले गुमाएको राज्य, राज्य भन्नुहोस् न, राज्य आफ्नो हातमा लिएका थिए है, आफ्नो हातमा लिएका थिए। बुवाले गुमाएको राज्य फेरि कसले लिएका थिए? आफ्नो हातमा है। कसले? नरेन्द्र देवले है। अब दौबीय शासनको सुरुवात कसले गरेका थिए? नरेन्द्र देवले। भर्खर लेखाइछु, वसन्त देवले गरेका थिए हो। दौबीय शासनको सुरुवात कसले गरेका थिए? वसन्त देवले गरेका थिए। देखाए नि भर्खर हो। तो उहाँले सुरुवात गरेका थिए दौबीय शासन, नरेन्द्र देवले के गरे? अन्त्य गरे है। दौबीय शासनको अन्त्य, दौबीय शासनको अन्त्य गर्ने राजा पनि को हुन्? नरेन्द्र देव है। दौबीय शासनको अन्त्य गर्ने पनि राजा नरेन्द्र देव हुन् है। अब यति भएपछि के बुझ्नु होला? भद्र, एउटा भद्र भयो, राम झ्याप। राम के भयो? झ्याप भयो। एउटा फर्मुला बनाएर राख्नु सर। भद्र भयो, राम झ्याप है। यति काम गरेपछि नरेन्द्र देवको एउटा फर्मुला के बुझ्नु होला? केही कामहरू उहाँको भद्र भो राम झ्याप, भद्र भो राम झ्याप। युवराजको बहिनीहरू हुन्। क्लास गर्नुभयो? कस्तो लाग्यो? ठिक छ, क्लास गर्नुहोस्। ठिक छ, सरले केही कुरा भन्नुभयो होइन? ठिक छ, पहिला क्लास गर्नुहोस् 1-2 दिन। ठिक छ। अनि फीको कुरा छ भने पछि है। कौन स्टूडेंट आवा नहीं, ठीक है, नाम रखता हुआ ठीक है। तो छोले बताओ मार्केट में क्वालिटी उनकी तो सही है भाई, परफॉर्मेंस ठीक है, थोड़ा ज़्यादा देखे और यही मतलब आर्यन सर के स्टूडेंट वाला है तो नाम कम कर देता नहीं, ठीक है। तो हमरो मतलब ऊपर के सामने ही ना हो गए ना, समझ लगी ना कि सर होते कम ना करता है ना। हाँ, भद्र बोरा
ज्याप हो है ज्याप भद्र गोरान ज्याप भन्नु छ ल भद्र भनेको भद्र दिवस निर्माण गरे भद्र दिवस के यो आदि छ लेख्नुस् न यो में कानुन या अप ज्याप है ज्याप भयो है भद्र दिवस को के गरे निर्माण गरे अर्को रा बन्यो के रातो भो बनेको भोटे जात्रा को शुरुआत गरे भोटे जात्रा को लाइन गयो के लाइन गयो हाँ भोटे जात्रा को के शुरुआत करने भोटे जात्रा को शुरुआत करने राजा कौन नरेंद्र देव रा बने के रातो मच्छिंद्र नाथ को पदवी में भट्ट राख्ने राजा है पदवी में भट्ट राख्ने राजा कौन नरेंद्र नहीं कौन झ्याल में बुट्टा राख्ने क्या झ्याल में डिजाइन हुन्छ नि बुट्टा बनाउने है बुट्टा झ्याल में है त्यहाँ पनि चलन चलाए झ्या बन्यो के झ्याल में बुट्टा राख्ने है बुट्टा राख्ने चलन चलाए नरेंद्र देव प बने के पन पुन नाम का मुद्रा निर्माण गरे पन र पन पुराण नाम को मुद्रा निर्माण गरे पन पुराण नाम को के मुद्रा निर्माण गरे कसले गरे नरेंद्र देवले गरे भयो पन र पुराण नाम को मुद्रा निर्माण गरे बुझ्नुभयो हाँ ल 6 नंबर थियो हैन 6 नंबर आउनुस् गुण कामदेव के लास्ट हो है गुण कामदेव है गुण कामदेव राजा है गुण कामदेवले के गरे कान्तिपुर में बस्ती बसालेको राजा हुन् है कान्तिपुर में बस्ती बसाल्ने राजा भर्खर 6 बज्यो है यति कतै जानु छ के केही छ के छ हाँ जानु छ हजुर हजुरको छोरा बाहिर यहाँ अफिसमा बसाइहाल्नु न कान्तिपुर में बस्ती बसाल्ने राजा कौन गुण कामदेव कुमारी को पूजा चलाउने है कुमारीहरुको
पूजा गर्ने के पूजा गर्ने चलन चलाउने राजा कुमारी बुझ्नुहुन्छ नि हो अहिले पनि छ हैन कुमारीहरूको पूजा गर्ने हामीतिर छैन कुमारीहरूको पूजा गर्ने चलन चलाउने राजा को हुन् कामदेव यहाँ विभिन्न जात्राहरूको सुरुवात गरेका थिए है उहाँले विभिन्न जात्राहरूको के गरेका थिए सुरुवात गरेका थिए जस्तै हिलाई कृषि भनेर बुझ्नु होला है हिलाई कृषि जात्राको सुरुवात गरेका थिए हि भनेको के हिले जात्रा कुन जात्रा हिले जात्रा बुझ्नुभएको छ ला भनेको के लाके जात्रा लाङ्के जात्रा है यी भनेको के इन्द्र जात्रा धेरैपल्ट यो सोधेको छ के जात्राहरूबाट इन्द्र जात्रा कृ भनेको के कृष्ण जात्रा सी भनेको के सिमभेरी जात्रा है सिम भनेको सिमभेरी जात्रा यसलाई कृषि हुन्छ है सिमभेरी जात्रा है उहाँले 5 वटा जात्राहरू के गरेका थिए है चलन चलाएका थिए यी भनेको हिले जात्रा ला भनेको लाङ्के जात्रा यी भनेको इन्द्र जात्रा कृ भनेको कृष्ण जात्रा सी भनेको सिमभेरी जात्रा बुझ्नुभयो कि नि है यसरी गरेर लिच्छवीकालका केही प्रमुख राजाहरूको बारेमा के भयो विशेषता भयो है उहाँहरूले गरेका काम है बाट सोध्छ है अनि सोधेको पनि छ याद गर्नु होला सिमभेरी जात्रा हो है हजुर यति राजाहरूको बारेमा लिच्छवीकालमा राजा भनेको धेरै छन् है तर यति राजाहरूको बारेमा जान्नुभयो भने अरू कतै हेर्नु पर्दैन है यति आजसम्म सोधेको भनेको यतिकै हो लिच्छवीकालबाट है राजाहरूको बारेमा भोलि हामी के पढ्ने मल्लकाल के मल्लकाल प्राचीन इतिहास अन्तर्गत के सक्यो प्राचीन इतिहास सक्यो है अब मध्यकालीनमा के पढ्ने मल्लकालहरूको बारेमा मल्ल राजाहरूको बारेमा पढ्ने जय स्थिति मल्ल भयो प्रताप मल्ल भयो अभय मल्ल भयो है यस्ता राजाहरूको बारेमा हामी पढ्छौँ है ल आजका लागि यतिकै है के क्वेसन लेख्नुहुन्छ लेख्नुहुन्छ भने लेखाउँछु